So hello and namaste Sampurnama and very warm and beautiful good morning with this beautiful view. So म मर्निङ वक आउने क्रममा चाहिँ म घरदेखि है यहाँ हाम्रै गाउँको यहाँ मन्दिर यहाँ देवीथान मन्दिरसम्म है मेरो घरदेखि एप्रोक्सिमेटली 1 किलोमिटर पर्छ यतिमा आएको थिएँ होइन। सधैँ यहीँसम्म आउने गर्छु र आज चाहिँ मलाई एकपल्ट एक मनमा एउटा कुरा निक्ल्यो जो चाहिँ म अब तपाईँहरूको समक्ष एउटा प्रश्नको रूपमा राख्न गइरहेको छु है। र मलाई आशा छ तपाईँले अवश्य नै त्यसको एन्सर पनि कमेन्ट सेक्सनमा लेखिदिनुहुन्छ भने अनि सबैले सिन्सियरली एकदमै है जेन्युन तपाईँहरूको मनमा जे आउँछ त्यही एन्सर चाहिँ लेखिदिनु होला है। र त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ मलाई एक मनमा आयो क्या त, मैले त्यहाँनिर ढोक गर्दै थिएँ। अन्त सपोज भगवान् चाहिँ हाम्रो अगाडि आउनु भएको थियो होइन, अनि आएर भन्नुभयो अरे तिमीलाई चाहिँ म एउटै वरदान दिन्छु, मागा जे माग्छौ मागा म त्यही दिन्छु भन्नुभएको थियो होइन। सपोज त्यही मानिलौँ अनि भन्नुभयो अरे त्यस्तो। अनि तपाईँहरूले चाहिँ के माग्नुहुन्छ? सपोज भगवान् त्यसरी अगाडि ठक्क आउनुभयो भने होइन, र त्यसरी नै तपाईँलाई म एउटा वरदान दिन्छु भनेर माग्यो भने चाहिँ तपाईँहरूले के चाहिँ माग्नुहुन्छ? र तपाईँहरूको एन्सर मनमा जे आउँछ होइन सिन्सियरली त्यही कमेन्ट गर्नु त, कमेन्ट डाउन गर्नु त। त्यसपछि चाहिँ म पनि मेरो एन्सर तपाईँहरू समक्ष राख्नेछु होइन। त्यसरी भनिहाल्यो भने चाहिँ तपाईँहरूले चाहिँ के राख्नुहुन्छ? तपाईँको अब वरदानको रूपमा चाहिँ मलाई यो चाहियो त्यो चाहियो भने अब मनमा आउँछ नि है, त्यही एन्सर चाहिँ कमेन्ट सेक्सनमा लेख्नु ल।